ल फेरि गाइज हामीहरू चाहिँ होइन माउस माई केभ भन्ने ठाउँमा आइपुगेको छौँ। यहाँ चाहिँ गुफा रहेछ क्या, गुफादेखिबाट भित्र छिर्नु पर्दो रहेछ। अनि यहाँको मौसम खराबले गर्दाखेरि चाहिँ गुफाको भित्रको लाइट चाहिँ अफ भएको रहेछ, बन्द भएको रहेछ। अहिले चाहिँ कारेन्ट रहेन रहेछ। अनि भित्र चाहिँ जान दिएको छैन। हामीले त्यो पनि रिक्वेस्ट गर्छौँ बाहिरको मात्रै फोटो खिचेर आउँछौँ, बाहिरको भ्यू हेरेर आउँछौँ भनेर हामी चाहिँ जाँदैछौँ। अब के गर्छ, हामीलाई जान दिन्छ कि दिँदैन भिडियोमा बनिराख्नु होइन। अनि सबिन जान दिन्छ होला, हल्का जान दिन्छ होला नि त। त्यही त यहाँको भ्यू चाहिँ एकदम बढिया छ भनेको सुनेको थिएँ। अब हेरौँ न, भित्र जाँदैछौँ हामी चाहिँ होइन। यहाँदेखिबाट जानुपर्छ यताभित्र चाहिँ यस्तो छ। यहाँको पसलहरू सबै पाउनुहुन्छ। हामी चाहिँ जाँदैछौँ, अब हेरौँ के भन्छ होइन। के होला नि त, बाहिरको मात्रै भ्यू खिच्दै त भैया बाहर का नहीं फोटो खींच के आएगा नहीं होगा। सो गाइज होइन, यहाँदेखिबाट चाहिँ भित्र छिर्नुपर्छ, टनल छ भित्र होइन। अनि हामीलाई चाहिँ अब जान दिएन किनभने भित्र लाइट रहेन रहेछ। अब नेक्स्ट टाइम आउँदाखेरि छिर्नुपर्छ, पस्नुपर्छ होला। अब हेरौँ, ड्राइभरसँग मिलाई हेर्छौँ हामीहरू। अगर जान सकिएछ भने भरे बादमा आउला फेरि। अहिले चाहिँ अब बन्द छ र हामीहरू चाहिँ भित्र जान सकेन। एकदम अन्धकार छ होइन। यहीँदेखिबाट छ गेट चाहिँ, यहीँबाट छिर्न सकिँदो रहेछ। एकदम खतरा छ। तपाईँहरूलाई यहाँको भ्यू चाहिँ मलाई एकदम देखाउन मन लागेको थियो। अब हेर्न पाइएकै छैन अब होइन। मान्छेहरू पब्लिकहरू बहुत, टुरिस्टहरू बहुतजना आउनुभएको छ यहाँ यो हेर्नको लागि चाहिँ। अब हेरौँ के हुन्छ। यहाँको डिजाइन चाहिँ यस्तो खालको छ, साइड म्याप होइन। डिजाइन सेम यही डिजाइनको छ गुफा एकदम। यतादेखिबाट टनल छिलेर उतादेखिबाट निस्क्न सकिन्छ। 150 मिटरको चाहिँ गुफा रहेछ। अनि यसको भित्रको लाइट चाहिँ रहेन रहेछ, त्यही हो। गुफा चाहिँ यही हो त भित्रको। यो देख्न सक्नुहुन्छ, खत्रै रहेछ। फोटोमा हेर्दाखेरि चाहिँ खत्रै छ। अनि अब हामीलाई जान त दिएको छैन। हिजो पानी खतरा पर्यो अरे, लाइट गएछ। जेनेरेटर रिपेयरिङ गर्दैछु भन्दैछ। अब रिपेयरिङ कहिले गरिसक्छ होइन। अनि सबिन र म चाहिँ अब एकछिन 15 मिनट्स जस्तो चाहिँ वेट गर्ने हो। गरिसकेपछि हेरेरै जाने हो। गरिसकेपछि हेरेरै देखाइदिउँला नि त अहिले यहाँ फोटै मात्रै के हान्नु है। हो, त्यो पनि हो, सही कुरा हो। है गाइज, हामी चाहिँ गुफा छिर्दैछौँ। बल्ल बल्ल हामीलाई चाहिँ जान दियो। र यहाँ पब्लिकहरू होइन, टुरिस्ट, सबैजना टुरिस्टहरू हामीहरू चाहिँ टिकट काटेर अहिले जस्ट हाम्रो गुफातिर छिर्दैछौँ। यस्तो रहेछ। यहाँदेखिबाट चाहिँ माथि जानुपर्दछ। यहाँ डास्टबिन लिएर बस्नुभएको छ। दाजु एकदम बढिया बबाल छ। म र सबिन चाहिँ हेर्न सबिन गुफा चाहिँ कस्तो छ। गुफाले खिच्ने हो कि गुफामा सेयर हुन्छ र फेरि हो। गुफामा फेरि सेयर हुन्छ होइन। यहाँबाट चाहिँ माथि जानुपर्दो रहेछ एकदम खतरा पाराले। बिस्तारै जाउँ नि। गुफा चाहिँ यही हो। यस खतरा रहेछ गुफा होइन। भित्र त्यो चाहिँ नेचुरल चिज हो। कुनै मान्छेले बनाएको होइन। यो अटोमेटिक बनिएको ठाउँ हो। सक्नुहुन्छ कस्तो खालको गुफा हो भाइ। छ नि उता तल जानु पर्दो रहेछ यार। तल जानु पर्दो रहेछ एकदम। गुफा चाहिँ हेर्नु है गाइस, गुफा एकदम खतरा छ है। हाम्रो भारत मेघालय शिलङमा चाहिँ यस्तो गुफा रहेछ। आजै थाहा भएको मलाई चाहिँ होइन। सबिन लड्छ भाइ ओ यार, यस्तो ठाउँबाट जाने हो। आउँदैछु ल मैले सबिन होइन। खतरा पाराले यो गुफामा चाहिँ भैया, गुफामा चाहिँ
हामीहरू हिँड्दैछौँ फोटो हान्नुपर्छ अनि एकदम बबाल खालको गुफा छ यहाँ चाहिँ भगवान्ले बास गर्नुभएको ठाउँ होला होइन नो आइडिया च्याउ हेर्नु कस्तो कस्तो माने नदेखेको दृश्यहरू छ क्या यहाँ चाहिँ अनि कस्तो खतरनाक छ कि होइन यहाँदेखिबाट चाहिँ बाहिर देखिँदो रहेछ यहाँबाट मात्रै बाहिर देखिँदो रहेछ अनि हामी चाहिँ निस्किने हो बाहिर हामीले अलरेडी हेरिसक्यौँ 150 मिटरको चाहिँ यो उतादेखिबाट राउन्ड हानेर यतादेखिबाट निस्किने ठाउँ हो र हामी चाहिँ फिलहाल बाहिर निस्किसक्यौँ र म छु यहाँ सबिन छन् अगाडि यहाँबाट तलबाट माथिबाट त उता जान सकिन्छ होला फेरि माथिमा गुफा छ कि माथि त गुफा छैन होला माथिबाट हेर्न सकिन्छ चाहिँ होला जाने हो छैन जाउँ